खोइ यता जान्नु यता यता जानु न यो चाहिँ हाम्रो नेपालकै जनकपुर धनुषा जिल्लाको जनकपुर धामबाट चाहिँ जयनगरसम्म जाने रेल लगभग जाने तयारीमा छ। प्यासेन्जरहरू पनि देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो साथीहरू पनि हुनुहुन्छ। हेर्नुहोस् है यहाँनिर यो जयनगरसम्म जाने नेपाल रेलवे छ, यो जयनगरसम्म जान्छ। हाम्रो साथीहरू पनि आउनु भएको छ यहाँनिर। ए ल यता हाम्रो साथीहरू पनि जाउँ कि नजाउँ भन्ने तयारीमा हुनुहुन्छ। यो रेल लगभग जाने स्थितिमा छ। यो चाहिँ नेपाल रेलवे यो जनकपुर धाम धनुषा जिल्लादेखि चाहिँ जयनगरसम्म जान्छ। जाने तयारीमा लगभग रेल जाने तयारीमा छ। ल हेर्नुहोस् जनकपुरबाट जयनगरसम्मको यात्रा गर्दैछ रेलले चाहिँ। रेलको कुछ यहाँ चाहिँ नेपाल रेलवे कम्पनी लिमिटेडले जनकपुर हल्टबाट अन्य स्टेसन हल्टहरूको यात्रु भाडा दर लेखेको छ। यो पर्वाहा 20 साधारण कोच 20, एसी कोच 100, त्यस्तै गरेर कुर्था होइन वैदेही खुट्टा पिपरगाडी अनि महिनाथपुर लोहारपट्टी खजुरी सिग्याही इनरवा भङ्गवा जयनगरसम्मको छ। 350 मात्र जयनगरको एसी कोच र हेर्नुहोस् त यहाँ कति सुलभ दरमा छ। यो चाहिँ टिकट काउन्टर छ, अहिले बन्द छ, अघि भर्खरै बन्द भएको हो। यसमा पनि मजाले यहाँनिर चाहिँ रेल छुट्ने समय पनि अझै मजाले यहाँनिर लेखेको छ। हेर्नुहोस् है ए जनकपुरबाट खुल्ने समय जयनगर पुग्ने समय बिहान 8:35देखि 9:55सम्म छ, अनि 11:45देखि 1:15 अनि 3:15देखि 4 बजेसम्म छ। अनि जयनगरबाट खुल्ने समय जनकपुर पुग्ने समय 10 बजे बिहानबाट 11:45, 1:45बाट 3, 10 र 4:45बाट 6 बजे भर्खरै छुटेको 6 बजे चाहिँ छुटेको रेल। नेपाल रेलवे कम्पनीको भङ्गवाबाट जनकपुर हुँदै जयनगरसम्म रेलवे सेवाको चाहिँ समयहरू आगमन र पुग्ने पहुँच समय यहाँनिर उल्लेख गरिएको छ। मजाले हेर्न सक्नुहुन्छ।